मस्त मस्त लाउँछ मन्दिरमा आएको मान्छेलाई नि पुरा पार्टीमा जाने जतिकै गरिदिन्छ हाम्रो गुरुजीको सिट गुरुजी त गाडी चलाउन यसरी जानुपर्छ पनि हेर न कस्तो डरै लाग्दो छ हो लु हिँड्नु है मुनि हेर्ने कि माथि हेर्नु भइरहेछ ल हामी त अब मन्दिर दर्शन गऱ्यो अब फर्केर बास बस्नुतिर अब हिँडेको रुममा रुम पनि रुम काटेको छैन होला तर अहिले ए अघि काटेको रुम काटेर रेडी भयो ए अब डाइरेक्ट हामी माथि कम्नु जाने हो ए भनेपछि गरी टाउन घुम्नु जाने रहेछ होइन आएर हामीहरू कहिले गएको छैनौँ नि अहिले त जानु पऱ्यो त्यो त अघि दिउँसो मात्रै आएको एकैतामा रात परेको हाल्यो अँधारो पनि देख्छ त बुवा हामी किन देख्दैन ल अब चाहिँ हामीहरू हाइवेमा आइपुगेको अङ्कल अहिले म त यहाँ देखेको थिएँ कहाँ गयो गत बाबाहरू बसिरहेछ पर्खेर बर त निस्किहाल्यो क्या अघि यस्तो भिड छ भिड खतरा भिड छ त अन्छु हेर न के भन्नु यतिको टाउन चाहिँ हाम्रो गेलको भुटानमा छ भने दामी हुन्छ नि यो जतिको के पपुलेसन क्राउडहरू गेलको भुटानमा छ हुन्छ नि दोकान बिजनेस सबै राम्रो हुन्थ्यो नि अब हामी तिनजना चाहिँ जाँदैन हामीहरू यहाँबाट जानुपर्छ क्रसमा गर्नुपर्छ यहाँबाट क्रस गरे रिक्स छ नि क्रस गर्नु चाहिँ नि छिटो जान हाँसेको छ है हाम्रो हेमन भाइ म सँगसँगै आउनुपर्छ नि लाग्दैन हौ उतै बारी बस्छ तपाईँहरूको माया लागेर आइहाल्छ हामीहरू पार्किङतिर अब पार्किङबाट डाइरेक्ट माथि कमेको ग्यास गर्नु अहिले पुगेर देखाउने छु हामी तपाईँहरू ब्लगमा के भन्छ कस्तो पार्किङ आइपुग्यो यहाँको गटीको पार्किङ चाहिँ एकदम रहेछ राम्रो गरेर एकदम ठुलो रहेछ हेर नि जस्तोसुकै गरेर राख्नु भयो यो फेरि यत्र उता सिट हुँदो रहेछ त्यसरी निकाल्छ है गाडी चाहिँ यसलाई सिट गरिदिन्छ टेक्नोलोजी कहाँ पुगिसकेको छ हामीहरू यतिकै छ गाडीहरू चाहिँ आउनु थाल्यो अब
कर्टेन छ हो। अब चाहिँ जानुपर्छ यता खेल्नु त पुग्यो खेल्नु न। ओफ कति गरम हो के अरे केमा खाने ल सपोज के जुस हो एपी जुस है चिसो भने पनि मजा आउँछ पछाडि छ त आज बोल्नु गरम स्किन टोन गर्नुहुन्छ अब Thank you so much. Thank you. Thank you so much. अब चाहिँ पार्किङबाट लागेको जाम चौकी हुन्छ नि। इन्डियामा यस्तै हुन्छ।